तीनवटै कुरालाई सरसर्ती हेरौँ। यहाँ मैले आइटम लेखेँ, यहाँ क्वान्टिटी लेखेँ, यहाँ रेट लेखेँ, यहाँ अमाउन्ट लेखेँ ल। मैले जुन कुरा तपाईँलाई नेपालीमा लेखाइदिएँ त्यो सब्जेक्टिभका लागि पनि हो भन्ने बुझिदिनु होला। आइटममा तपाईँ कुनै सामान किन्न जानुभयो पसलमा तपाईँ कपी किन्न जानुभयो, कपी 25वटा किन्ने भनेर जानुभयो, एउटा कपीको कति रुपैयाँ रहेछ, 30 रुपैयाँ रहेछ, अनि होइन 30 रुपैयाँ रहेछ। अनि तपाईँसँग ठिकै छ, अहिले यसो हिसाब गरिदिउँ कति आउँदो रहेछ, 750 रुपैयाँ। हेर्नु ल, तपाईँ 500 को नोट बोकेर पसल जानु भएको छ होइन, तपाईँ जम्मा 500 रुपैयाँ बोकेर पसल जानु भएको छ। 25वटा कपी किन्छु भन्ने विचारले जानुभयो, एउटा कपीको 30 रुपैयाँ रहेछ। साउजीलाई सोध्नुभयो, साउजी 30 रुपैयाँ भन्दा कम मूल्यको कपी छैन भन्दा छैन, योभन्दा बढी मूल्यको छ, 100 रुपैयाँ जाने कपी छ भन्न थाल्यो, बर्बाद भयो। तपाईँलाई 15वटा भन्दा कम त कपी किन्नु नै छैन। 100 रुपैयाँको किन्नुभयो भने त फेरि होइन 5वटा मात्रै कपी आउने भयो। अब म गोलसिक हेर्दैछु ल है, तपाईँलाई म गोलसिकका कुरा देखाउँदैछु। गोलसिकले के गर्छ, इच्छाइएको आउटपुटका लागि इनपुट पत्ता लगाउने काम गर्छ। यो 750 होइन, यो 750 को ठाउँमा 500 बनाउनु पर्यो, किनभने तपाईँको गोजीमा 500 रुपैयाँ मात्रै छ। अनि कपी किन्न जानु भएको, 25वटा कपी किन्ने विचार गर्नु भएको, कति रुपैयाँ, एउटा कपीको 30 रुपैयाँ, जम्मा 750 पर्ने भयो। 30 रुपैयाँ भन्दा सस्तो कपी छैन भनेको छैन भने अब 30 रुपैयाँकै कपी 500 ल्याउँदैन। यो आउटपुट के हुनु पर्यो, अब यो आउटपुट 500 हुनु पर्यो। यहाँ इच्छाइएको आउटपुट भने यो हो नि त। अब यो 750 को ठाउँमा 500 आउटपुट हुनका लागि इनपुट पत्ता लगाउने भनेको 25 को ठाउँमा कति हुनुपर्छ, 25 को ठाउँमा कति भयो भने 750 आउँछ भनेर हिसाब गर्नु पर्यो। इच्छाइएको इनपुटका लागि आउटपुट पत्ता लगाउने काम कसले गर्छ, गोलसिकले गर्छ। डाटामा व्हाटिभ एनालाइसिसमा गोलसिकमा गएँ। यो सेट सेल भनेको यो फर्मुला भएको सेल, सेट सेल पहिले सेलेक्ट गरेर जानु भएको भए त्यो आफैले देखाउँछ। फर्मुला भएको सेल हो, कुन भ्यालु हो, हामीले इच्छा गरेको आउटपुट कति हो, 500 हो। हामीले इच्छा गरेको आउटपुट 500 हो। कसलाई चेन्ज गरेर, यो इनपुटलाई चेन्ज गरी हेरौँ न। अब मैले ओके गरी हेर्छु, 500 रुपैयाँले त 17वटा पनि कपी नआउने रहेछ नि त। ठिक छ, बुझियो। इच्छाइएको आउटपुटका लागि इनपुट कति हुन्छ भनेर पत्ता लगाउने काम कसले गर्दो रहेछ, गोलसिकले गर्दो रहेछ। ठिक छ, अहिले मैले जे गरिराखेको छु तपाईँले एउटा स्टेप याद गर्नु पर्दैन है, एउटा स्टेप याद गर्नु पर्दैन, तर यसले के गर्यो है भन्ने कुरा मात्रै याद गर्नु होला भन्ने आग्रह गर्छु। मैले आफूले चाहेको आउटपुटका लागि कति इनपुट हुन्छ भनेर देखाएको हो नि त। ठिक छ, गोलसिकका कुरा बुझ्नुभयो भन्ने मलाई लाग्छ। अब हामी जान्छौँ सिनेरियो म्यानेजरमा। फेरि त नभन्ने क्या, फेरि भन्न थाल्यो भने त बर्बाद भइहाल्छ नि, हो टाइम लाग्छ क्या। त्यही भएर अहिले स्टेप याद गर्नु पर्दैन, स्टेप याद गर्नुपर्छ पर्दैन है। यहाँ 5 छ, यहाँ 10 छ, जोड्दाखेरि कति आउँछ, 5 र 10 जोड्दाखेरि कति आउँछ, 5 र 10 जोड्दाखेरि जोड्दा भने माइनस हुन्छ है। 5 र 10 जोड्दाखेरि कति आउँछ, 15 आउँछ। अर्को कुरा हेर्नु, मैले 2072 सालमा जागिर खाएको, अहिले 2081 साल, मैले जागिर खाएको कति वर्ष भएछ, मैले जागिर खाएको कति वर्ष भयो, 9 वर्ष। 20 वर्ष पुगेको भोलिपल्ट जागिर छोड्ने भन्ने मेरो विचार थियो। अब यो 9 को ठाउँमा 20 आउनुको लागि यो कति हुनुपर्छ, 81 को अहिले 81 हो नि त, कति हुनुपर्छ भनेर निकाल्नु पर्यो भनेदेखि
वाट इफ एनालाइसिसमा गोलसिकमा गएँ, यो ठाउँमा कति निकाल्ने, 20 निकाल्नु, 20 हुनको लागि यो कति हुनुपर्छ। ओके, मैले अझै पनि हेर्नु त 2092 सालमा मात्रै 20 वर्ष पुग्दो रहेछ नि त मेरो जागिर। बुझियो? यो फर्मुला आएको कोठामा जे आउँछ त्यसलाई आउटपुट भन्छ क्या। निश्चित आउटपुट ल्याउनुको लागि अथवा तपाईँले इच्छा गरेको आउटपुट ल्याउनुको लागि इनपुटमा चेन्ज गर्ने प्रक्रियालाई के भन्दो रहेछ, बुलसिक भन्दो रहेछ। सक्यो है, ठिक छ। ल अब अगाडि बढे, अब यता साथीले एसएलसी दिएको वर्ष भन्नुहुन्छ मैले जागिर खाएको। मैले एसएलसी दिने होइन, साथीहरू कोही साथी जमिनु पनि बाँकी होला सायद। ल प्रिन्सिपल रेट इयर, तपाईँ अब विदेश जानु पर्यो भन्ने विचार गर्नुभयो, 1,50,000 लिन जानुभयो साउथ। कुनै के भन्छ 15% ब्याज दिनुपर्छ है भन्यो। अनि विदेश गएपछि यतै वर्षमा त के फर्किनु, कम्ती पनि 2 वर्ष बस्छु भन्ने तपाईँले विचार गर्नुभयो। 1,50,000 लिने, 2 वर्षमा फिर्ता दिने गरी 15% ब्याज दरमा। ब्याज मात्रै कति तिर्नु पर्दो रहेछ, सिम्पल इन्ट्रेस्ट भन्छ नि होइन, ब्याज मात्रै कति दिनु पर्दो रहेछ हेरौँ ल। ब्याजको फर्मुला के, पिटिआर डिभाइड बाई 100 है, पिटिआर डिभाइड बाई 100 हो। ठिक छ। 1,50,000 लिनुभयो, 15% ब्याज दरमा 2 वर्षमा फिर्ता दिने गरी ब्याज मात्रै 45,000 दिनुपर्ने रहेछ। तपाईँलाई एकचोटि यसो विचार गर्न मन लाग्यो, मैले 1,50,000 को सट्टा, ध्यान दिनु है, 1,50,000 को सट्टा मैले 2 लाख ब्याज दिएँ भने, 2 लाख ऋण लिएँ भने कति ब्याज दिनु पर्ला। होइन भने 2 वर्षको ठाउँमा 3 वर्षमा मात्रै मैले फिर्ता दिएँ भने कति ब्याज दिनु पर्ला, के अरे कति ब्याज दिनु पर्ला। ध्यान दिनु है। तपाईँलाई के लाग्यो भने होइन 2 वर्षका लागि 45,000 ब्याज दिनु पर्दो रहेछ, होइन योभन्दा बरु अलिकति बढी ब्याज दिन सक्छु म होइन, तर 2 लाख लिएर 2 वर्षमा फिर्ता दिँदा कम ब्याज दिनु पर्ला कि 1,50,000 लिएर 3 वर्षमा फिर्ता दिँदा चाहिँ कम ब्याज दिनु पर्ला भनेर एनालाइसिस गर्न मन लाग्यो। वाटिभ एनालाइसिस छँदैछ हामीसँग होइन। अब फर्मुला नभएको कोठालाई सेलेक्ट गर्ने है, फर्मुला नभएको कोठालाई सेलेक्ट गर्ने। स्टेपहरू याद गर्नु पर्दैन है साथी हो, स्टेपहरू याद गर्नु पर्दैन। फर्मुला नलागेको कोठालाई सेलेक्ट गर्ने। वाटिभ एनालाइसिसमा सिनेरियो म्यानेजर भन्ने छ, यहाँ नो सिनेरियो एट डिफाइन भन्छ, चुज एड टु एड सिनेरियो भन्छ। पहिला हाम्रो ओरिजिनल भ्यालु यो हो, 1,50,000 ऋण लिने, 15% ब्याज दरमा 2 वर्षका लागि भनेर हाम्रो पहिलो सोचाइ भयो। एड गरौँ, यसलाई चाहिँ पहिलो सोचाइ भनेर लेखे पनि भयो, ओरिजिनल भ्यालु भनेर दिएँ ल मैले। ल यसलाई ओके गर्नु। ओरिजिनल भ्यालु भनेको के रहेछ, 1,50,000 सावा, 15% ब्याज दर, 2 वर्ष, यसलाई यतिकै ओके गरियो। ओरिजिनल भ्यालु बन्ने बस्यो। ध्यान दिनु होला, स्टेप चाहिँ याद गर्नु आवश्यक छैन अहिले। फेरि एड गरेँ। अब मैले के गर्न खोजेँ भने नि 2 लाख ऋण लिएँ भने कति ब्याज दिनु पर्ला भनेर हिसाब गर्नु छ। मैले 2 लाख भनेर लेखेँ ल, 2 लाख भन्ने लेखेँ। अब म ओके गर्छु। 1,50,000 को ठाउँमा 2 लाख लेखेँ, ओके गरेँ। ठिक छ, 2 लाखको बन्यो। अब एड गर्छु। अब चाहिँ मलाई के हेर्नु छ, 1,50,000 होस् तर 3 वर्षका लागि। मैले 3 इयर्स लेख्छु है त। ओके, यो 1,50,000 होस्, यो 15% ब्याज दर साउले घटाउने कुरै भएन, म 3 वर्षमा मात्रै फिर्ता दिन्छु भने ओके गरौँ न भाइ। हेर्नु त 2 लाख ऋण लिँदाखेरि कति दिनु पर्ला ब्याज कति दिनु पर्ला, यहाँ सो गर्नु त। ओहो
2 लाख ब्याज लिए के अरे 2 लाख ऋण लिए भने 2 वर्षमा 60,000 ब्याज दिनुपर्ने रहेछ। होइन 1,50,000 ठिक छ। 3 वर्षमा फिर्ता दिँदा कति ब्याज दिनु पर्ला? सो गरौँ त। कति 67,500 भनेपछि 3 वर्षमा फिर्ता दिनुभन्दा 2 लाख 2 वर्षमा फिर्ता दिनु फाइदा रहेछ नि त। कम ब्याज दे पुग्यो भने तपाईँले हिसाब गर्नुहुन्छ नि त। हो ओरिजिनल भ्यालु कति थियो हाम्रो? यति थियो। 2 लाख बनाउँदा ब्याज कति भयो? यति भयो। होइन 3 वर्ष बनाउँदा ब्याज कति भयो? यति भयो। यसरी फरक फरक इनपुटको फरक फरक आउटपुटका बिचमा यो सिनेरियोका माध्यमबाट स्विच गर्न मिल्दो रहेछ। बुझ्नुभयो? फरक फरक इनपुटको फरक फरक आउटपुटका बिचमा स्विच गर्न मिल्दो रहेछ। एक्जाममा तपाईँलाई अघि साथीले परिवर्तन पखेर चेन्ज परिवर्तन भन्दै हुनुहुन्थ्यो। स्विचका लागि तपाईँले सिधै स्विचै लेखे पनि हुन्छ नि त। होइन चाहेको आउटपुटमा स्विच गर्न मिल्छ भनेर लेखे नि हुन्छ क्या। ल बुझ्नुभयो? अब डाटा टेबल है। अब डाटा टेबलमा जाउँ हामी। मैले अघि भनिसकेँ डाटा टेबल र सिनेरियो म्यानेजरले एउटै काम गर्छ। मल्टिपल भ्यालु पनि चेन्ज गर्न मिल्छ है सरस्वती मिस। अहिले एउटा एक्जाम्पल सम्झिनु क्या, अरू तपाईँलाई चाहिएन। यसमा पनि क्वान्टिटी रेट त गर्न मिल्यो नि त। यसमा पनि गर्न मिलेन र? क्वान्टिटी रेट अमाउन्ट निकालको हिसाब गर्न मिल्छ नि त है। ठिक छ। फर्मुला लाग्दै जुनसुकैमा नि मिल्छ क्या है। ल अब यसैमा 2 वर्षको सट्टा 3 वर्षमा फिर्ता दियो भने कति ब्याज दिनु पर्ला? 4 वर्षमा फिर्ता दियो भने कति ब्याज दिनु पर्ला? 5 वर्षमा फिर्ता दियो भने कति ब्याज दिनु पर्ला भन्ने हिसाब गर्नु छ। अघि जस्तै नि त फरक फरक इनपुटको फरक फरक आउटपुट हिसाब गर्नु छ। स्टेप याद गर्नु पर्दैन, गर्न लागेको कुरा र त्यसबाट आउने आउटपुट हेर्नु होला। अहिले मैले यतिलाई सेलेक्ट गरेँ। ल यो फर्मुला भएको कोठा सहित यो फरक फरक इनपुटलाई सेलेक्ट गरेँ मैले। व्हाट इफ एनालाइसिसमा गएँ। अब डाटा टेबलमा अहिले हामीले दिएको भ्यालु हेर्नु। गर्न खोजेको के भन्ने कुरा बुझाउनु। पहिला गर्न खोजेको के भने यो 2 वर्षको ठाउँमा 3 राख्दा कति ब्याज हुन्छ? यो 2 को ठाउँमा 4 राख्दा कति ब्याज हुन्छ? यो 2 को ठाउँमा 5 राख्दा कति ब्याज हुन्छ भनेर हिसाब गर्न खोजे। यो भ्यालु कहाँ छ? रोमा छ कि कोलममा छ? मलाई भनिदिनु। यो भ्यालु रोमा छ कि कोलममा छ? हामीले दिएको 3, 4 र 5 भ्यालु रोमा छ कि कोलममा छ? रोमा छ कि कोलममा छ? रो भनेको तेर्सो कोठा हो, कोलम भनेको ठाडो कोठा हो। ल रो भनेको तेर्सो कोठा हो, कोलम भनेको ठाडो कोठा। यो ठाडोमा होइन र 3, 4, 5 ठाडोमा होइन रे। अलग अलग 3टा रोमा छ नि त। एउटै कोलममा होइन। यो एउटा रो हो, यो एउटा रो हो। 3टा रोमा भनेपछि यो त कोलममा छ नि होइन र? भनेपछि यहाँ रो इनपुट सेल र कोलम इनपुट सेल म दोहोऱ्याउँदैन है साथीहरू। यसलाई दोहोऱ्याउँदैन। त्यही भएर अहिले स्टेप याद गर्नु परेन क्या, काम याद गर्नु क्या। यत्रो परिभाषा लेखिसक्यो। यदि के गर्छ भने माथि सिनेरियो लिएर डाटा टेबलले गर्ने काम एउटै हो। सिनेरियोले सेभ गरेर राख्छ, स्विच गर्नु पाइयो। यसले यतिचोटि देखाउँछ भने हो नि त टेबलमा। हेर्नु है हामीले दिएको यो भ्यालु कोलममा भएको कारणले कोलम इनपुट सेलमा क्लिक गर्ने। यो 3, 4, 5 कसको सट्टा राख्नु खोजे? 2 को सट्टा हो। यहाँ क्लिक गर्ने क्या। 2 को सट्टा 3 राख्दा कति हुन्छ? 4 राख्दा कति हुन्छ? 5 राख्दा ब्याज कति हुन्छ हेर्नु छ। ओके गरौँ त। 2 वर्षमा के अरे पैसा तिर्दा 45,000 तिरे पुग्थ्यो। 3 वर्षमा दिने हो भने 67,500। 4 वर्षमा दिने हो भने 90,000। 5 वर्षमा पैसा दिने हो भने 1,12,500 दिनु पर्दो रहेछ। बुझियो? होइन मलाई के गर्न मन लाग्यो भने 1,50,000ले त मलाई नपुग्ला जस्तो लाग्यो। 1,50,000ले मलाई नपुग्ला जस्तो लाग्यो। 2 लाख ऋण लिँदा कति दिनु पर्ला ब्याज? 3 लाख ऋण लिँदा कति ब्याज दिनु पर्ला?
4 लाख ऋण लिँदा कति ब्याज दिनु पर्ला भन्ने हिसाब गर्नु मन लाग्यो। स्टेप याद गर्नु पर्दैन है साथीहरू। के काम गरौँ याद गरौँ है। सेले गरेँ मैले, व्हाट इफ एनालाइसिसमा गएँ, डाटा टेबलमा गएँ। अहिले रोमा छ नि त, अहिले दिएको भ्यालु रोमा छ। रो इनपुट सेलमा यसमा क्लिक गर्ने क्या, यसमा होइन सरी यसमा क्लिक गर्नु। यो 1,50,000 को ठाउँमा 2 लाख राखी हेरे हो नि त। यो 1,50,000 को ठाउँमा 3 लाख राखी हेर्ने हो नि त। यो 1,50,000 को ठाउँमा 4 लाख राखी हेर्ने हो नि त। ओ के गरिदिउँ त, 2 लाख ऋण लिँदाखेरि 6 लाख ब्याज दिनु पर्दो रहेछ, सरी 60,000 ब्याज दिनु पर्दो रहेछ। 3 लाख ऋण लिँदाखेरि 90,000 ब्याज दिनु पर्दो रहेछ। 4 लाख ऋण लिँदा 1,20,000 त ब्याजै दिनुपर्ने रहेछ। बुझियो? हेर्नु त, व्हाट इफ इन डाटा टेबल 2 प्रकारको छ भनेको। अघि रोमा मात्रै दियौ, अहिले कोलममा मात्रै दियौ। रोमा मात्रै अथवा कोलममा मात्रै डाटा दिँदाखेरि त्यसलाई वान भ्यारिएबल डाटा टेबल भन्छ। रोमा मात्रै अथवा कोलममा मात्रै डाटा दिँदाखेरि वान भ्यारिएबल डाटा टेबल भन्छ है। एकैचोटि गर्न सकिन्छ। अघि सिनियरी पनि सोध्नु भएको थियो, मैले यहाँ गरेँ। मलाई के हेर्नु छ भने, मलाई ल 50,000 मात्रै ऋण लिँदाखेरि कति तिर्नु पर्ला, 1 लाख ऋण लिँदाखेरि कति ब्याज दिनु पर्ला भन्ने पनि हिसाब चाहियो होइन। 2 वर्षमा कति, 4 वर्षमा कति, 6 वर्षमा कति भन्ने हिसाब पनि चाहियो। यसमा रोमा पनि दियो, कोलममा पनि दियो। यो 2 भ्यारिएबल डाटा टेबल भयो है। रो पनि दियो, कोलम पनि दियो। सेलेक्ट गरेँ मैले, व्हाट इफ एनालाइसिसमा डाटा टेबलमा गएँ। रो इनपुट सेल, हामीले रोमा दिएको भ्यालु त यो हो नि होइन। रोमा 1,50,000 को ठाउँमा 50,000 मात्रै लिँदा कति दिनु पर्ला, 1 लाख लिँदा कति दिनु पर्ला ब्याज भनेर हिसाब गर्नु छ। कोलम इनपुट सेलमा 2, 4, 6 भनेको यो वर्षको हिसाब गरे हो नि त होइन। अब के गरौँ, 2 वर्षमा फिर्ता दिने गरी 50,000 मात्रै ऋण लियो भने 15,000 मात्रै ब्याज दिए पुग्यो। 2 वर्षमा फिर्ता दिने गरी 1 लाख ऋण लियो भने 30,000 ब्याज दिनु पर्यो। 4 वर्षमा फिर्ता दिने गरी 50,000 ऋण लियो भने कति हो, 30,000 ब्याज दिनु पर्यो। बुझियो? रोमा पनि कोलममा पनि भ्यारिएबल इनपुट दिन्छ भने 2 भ्यारिएबल डाटा टेबल बन्छ। रोमा मात्रै अथवा कोलममा मात्रै इनपुट दिन्छ भने 1 भ्यारिएबल डाटा टेबल बन्छ। यो सब्जेक्टिभमा लेख्नु पर्दैन है। ल कस्तो रियल र मैले ऋण लिएकै छैन। कस्तो रियल र भर्चुअल भने साथी, रियल र भर्चुअल भने कस्तो फर्मुला त यही होइन र। सिम्पल इन्ट्रेस्टको फर्मुला यही होइन र साथी। यो रियल र भर्चुअल भन्ने हुन्छ र यो पनि बैङ्कले दिने ब्याज दरमा कम्पाउन्ड इन्ट्रेस्ट लागे हुन्छ, चक्रवर्तीय ब्याज भन्छ होइन। हामीले ऋण लिने दिने बेला सामान्य ब्याज, साधारण ब्याज, सिम्पल इन्ट्रेस्ट लागु हुन्छ। फर्मुला यही होइन र। एक्सेलले के काल्पनिक हिसाब गर्छ र। आफै गरी हेर्नु न। अब साथीले नपत्याउनु भएको प्रिन्सिपल यो रेट यो, अनि यो गर्दाखेरि अब 30,000 आउँछ, 30,000 आउँछ कि आउँदैन, आएन र। यो रियल होइन र। अब फर्मुलालाई पत्याइदिनु न। ल